नेपाली क्रिकेटको हरेक अपडेटको साथमा उपस्थित हुने गर्छौँ। यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ क्रिकेटको गफ काफ युट्युब च्यानल। नेपाल ए र युएसए बीच भइरहेको छैठौँ ओडिआई क्वाड्रेङ्कुलर 2026को आजको खेलमा नेपालले निर्धारित 50 ओभरको खेलमा पहिले ब्याटिङ गर्दा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै बोर्डमा 264 रन मात्र बनाउन सक्यो। नेपाल ए टोलीको लागि ओपनिङ ब्याटिङमा आएका त्रित्राज दासले 13 बल खेल्दा 9 रन बनाएर पेभिलियनको बाटो फर्केका थिए। उनलाई नेत्रावाकरले पेभिलियनको बाटो फर्काइदिएका थिए। उनले आफ्नो इनिङमा मात्र एउटा चौका प्रहार गरी 69 रनको स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए। त्यस्तै कप्तान तथा विकेटकिपर ब्याट्सम्यान अनिल शाह पनि आजको खेलमा 15 बलको सामना गरी मात्र 9 रन बनाएर पेभिलियनको बाटो फर्किए। उनले पनि आजको इनिङमा एउटा चौका प्रहार गरी 60 को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए। त्यस्तै नेपालको लागि तेस्रो नम्बरमा मयन यादव आएका थिए आजको खेलमा र उनले 37 बलको सामना गर्दाखेरि 24 रन प्रहार गरे। उनले आफ्नो इनिङमा 2 चौका र 1 छक्का प्रहार गरेका थिए र उनले 64.86 को स्ट्राइक रेटमा आजको इनिङमा ब्याटिङ गरेका थिए। त्यस्तै नेपालको लागि मिडल ओभरमा शानदार ब्याटिङ गरेका सन्दीप जोराले आज शानदार शतक प्रहार गरे। उनले 115 बलको सामना गर्दा 111 रन बनाउँदा उनलाई उग्राकरले पेभिलियनको बाटो फर्काइदिएका थिए। उनले 111 रन बनाउँदा उनको ब्याटबाट 4 चौका र 9 छक्का पनि माफ गर्नुहोला 9 चौका र 4 छक्का पनि प्रहार भएको थियो। उनले 96.52 को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए। त्यस्तै कुशल मल्लले 20 बलको सामना गर्दा 8 रन बनाएका थिए भने उनले मात्र एउटा चौका प्रहार गरी जम्मा 40 को स्ट्राइक रेटले ब्याटिङ गरेका थिए। त्यस्तै विराटनगर किङ्सका खेलाडी बासी रमेतले पनि 51 बल खेल्दा मात्र 38 रन बनाएर 3 चौकाको सहायताले पेभिलियनको बाटो फर्किएका थिए। उनलाई मोसिनले बोल्ड आउट गरिदिएका थिए। त्यस्तै पवन सर्वाफले पनि केही राम्रो स्ट्राइक रेटमा ब्याटिङ गरे तापनि उनले 20 रन बनाउन बाहेक अन्य ठुलो योगदान पुर्याउन सकेनन्। उनले 12 बलमा 20 रन बनाउँदा 1 चौका र 1 छक्काका साथमा ब्याटिङ गरेका थिए। त्यस्तै दीपक डुम्रे 21 वर्षीय खेलाडीले पनि आज नेपालको लागि ब्याटिङको अवसर पाएका थिए। दीपक डुम्रेले 14 बलको सामना गर्दा मात्र 9 रन बनाएर पेभिलियनको बाटो फर्किए। त्यस्तै नारायण जोशी पनि 25 वर्षीय खेलाडी जो नेपालको लागि आज ब्याटिङमा मौका पाएका थिए। उनले 9 बलको सामना गर्दा 16 रन प्रहार गरेका थिए। नारायण जोशीले ठुलो 2 छक्का पनि प्रहार गरेका थिए। त्यस्तै राशिद खान 25 वर्षीय खेलाडीले नै नेपालको लागि ब्याटिङतर्फ 10 बलमा 9 रन बनाउन सफल भएका थिए। यो अपडेट गराउन चाहे। त्यस्तै विपिन खत्रीले भने 4 बलमा 1 रन बनाएर अभिजित नट आउट रहेका थिए। नेपालले युएसएको टोलीलाई 265 रनको लक्ष्य दिएको छ र अहिले यो दोस्रो इनिङको खेल पनि भर्खरै मैले यो समाचार तयार पार्दासम्म भर्खरै सुरु भएको छ भने पहिलो बलमै युएसएले चौका प्रहार गरिसकेको छ। यसको खेलको नतिजा के हुन्छ हामी अर्को भिडियो मार्फत तपाईँहरूलाई जानकारी दिनेछौँ। स्मिथ पटेलले सुरुवातमै चौका प्रहार गरिदिएका छन् र लगातार 2 चौका प्रहार गरिदिएको छन्। यो तपाईँहरूलाई अपडेट गराएँ र दोस्रो इनिङको खेल अहिले चलिरहेको जानकारी गराउन चाहन्छु। र तपाईँहरूलाई यो पनि अपडेट गरौँ। नेपाल ए को लागि आज सन्दीप जोराले शानदार 111 रन प्रहार गर्दाखेरि सौरभ नेत्रावाकरले जुन युएसएको लागि खेल्ने गर्छन् उनले आज बलिङतर्फबाट कति विकेट लिए यसको बारेमा पनि तपाईँहरूलाई अपडेट गराउँदैछु। सौरभ नेत्रावाकरले 8 ओभर बलिङ गर्दा 21 रन खर्ची महत्त्वपूर्ण 3 विकेट लिएका थिए भने त्यस्तै सिंहले 7.5 ओभरमा 55 रन खर्चिएर 2 विकेट लिए। त्यस्तै रञ्जनेले 8 ओभरमा 48 रन खर्चिएर महत्त्वपूर्ण 1 विकेट लिए। त्यस्तै केन्जिकेले 8 ओभरमा 38 रन खर्चिएर कुनै पनि विकेट नलिँदा मोसिनले 10 ओभरमा 43 रन खर्चिएर 1 विकेट लिए। त्यस्तै कुमारले 4 ओभरमा 20 रन खर्चिएर 1 विकेट लिँदाखेरि उग्राकरले 4 ओभरमा 37 रन खर्चिएर 1 विकेट पनि लिएका थिए। र तपाईँहरूलाई जानकारी गरौँ अहिले सेकेन्ड इनिङको 2 बल भइसकेको छ र युएसएको टोलीले स्कोर बोर्डमा 9 रन जोडिसकेको छ र यो खेलको तपाईँहरूलाई पुरा अपडेट के हुन्छ म तपाईँहरूलाई अध्यावधिक गराउने छु। हामीसँगै क्रिकेटको कफ युट्युब च्यानलमा जोडिनुहोला। यतिन्जेलसम्म हेरिदिनु भयो, साथ दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिँदै
अहिलेको लागि यो भिडियोबाट बिदा चाहन्छौँ। हस्त नमस्ते, जय नेपाल।